यो दृश्य हेर्नुस् त झट्ट हेर्दा भदौ 23 को जेन्जी आन्दोलन जस्तो देखिने यो घटना हो कपिलवस्तु जिल्लाको चन्द्रौटा महोत्सवको अन्तिम दिनको र्यापर जिबप आउँदाको हो। कपिलवस्तु चन्द्रौटा महोत्सवको पुरो हो साथीहरु। भिडलाई कन्ट्रोल गर्न सकेको छैन। एउटा कुर्ची र एउटा बार बाँकी छैन। साथै डेक मिसिनहरु केही बाँकी छैन साथीहरु। सब तोडफोड भइसकेछ। आज लास्ट दिन थियो। त्यहाँ जान बचाउन भाग्नु पर्यो स्टेजबाटै आयोजक टोली। र्यापर जिबपले भनेका थिए दर्शकलाई साउन्ड सिस्टम जोगाऊ है, साउन्ड सिस्टम जोगाऊ। यो घटना हुनुमा त्यहाँ मुख्य कारण के थियो भनेर त्यस महोत्सवका कार्यक्रम उद्घोषक तथा गायक दिपु मगरज्यूसँग मेसेन्जरमा कल मार्फत बुझ्दा यसो भन्नुभयो। हजुर दिपु सर, सुरुमा चाहिँ खास कसरी त्यहाँ चाहिँ त्यो माहौल चाहिँ कसरी बन्यो, सुरुमा चाहिँ दर्शक आक्रामक चाहिँ के कारणले भयो? सामान्य कारणले त नहुन पर्ने, अलिकति केही न केही चाहिँ आयोजकबाट पनि मिस्टेक भएको हो कि? सबैभन्दा पहिला त चाहिँ खासमा हामीले जिबपलाई 7 बजेदेखि 8 बजेको समय दिएका थियौँ। 7 बजेदेखि 8 बजेको समय भएको हुनाले ट्याक्कै 7 बजे नै जिबपको इन्ट्री भएको थियो। अनि जिबपले सुरुमै चाहिँ गाउने बेलामा त्यो पेन ड्राइभमा अलिकति भाइरस पसेछ क्या हो, खास ल्यापटपमा चलेन। 5 मिनट ढिलो भयो पहिला। त्यसपछि त्यति धेरै दर्शक आउँछन् भन्ने पनि अलिकति मूल्याङ्कन पनि भएन, तथापि पनि दर्शकको पनि ओहिरो थियो। अनि विशेष गरी चाहिँ हामीले सोच्यो कि अब 7 देखि 8 बजे ट्याक्कै सकिन्छ भन्ने तरिका सोच्यो। अनि उहाँले 2-3टा गीत मजाले गाउनुभयो होइन, दर्शकहरू पनि एकदम इन्जोय गर्नुभएको थियो। पछि बिचमा जुन साउन्डको पछाडि चाहिँ अलिक धेरै बढी हल्ला भयो क्या, त्यहाँ साउन्डको ठ्याक्कै पछाडिपट्टि। अनि साउन्डको पछाडिपट्टि अलिक बढी हल्ला भइसकेपछि साउन्डवालाले चाहिँ होइन साउन्डमा अलिकति डिस्टर्ब भयो, तारहरूले चुड्यो भने गाह्रो हुन्छ, एकपटक चाहिँ हजुरले भनिदिनुहोस् भनेर चाहिँ जिबपलाई अनुरोध गर्नुभयो साउन्डवालाले। अनि जिबप भाइले पनि एक खालको चाहिँ साथीहरूलाई अनुरोध गर्नुभयो। जस माहौल चाहिँ एकदम राम्रो भएको थियो, उहाँले 3-4वटा गीत गाइसक्नु भएको थियो। पछि त्यस्तै हुँदा हुँदै त्यो खास गरी त्यो साउन्डको पछाडिका साथीहरू हुनुहुन्थ्यो, उहाँहरू चाहिँ अगाडि आउन खोज्नुभयो जिबपलाई छुनको लागि अथवा जिबलाई टच गर्न, नजिकबाट हेर्नको लागि आउन खोज्नुभयो। स्वाभाविक हो त्यो। फेरि त्यो गर्दा गर्दै साउन्डको तार छुन्यो के। साउन्डको तार छुनेपछि माइकको पुरै तारहरू गयो। अनि साउन्डको तार गइसकेपछि अनि त्यहाँबाट साउन्ड जोड्न पनि टाइम लाग्यो। फेरि त्यही अनुसारले साथीहरूको क्राउडले पनि जिबप भन्न थाले। अनि त्यसपछि जब चाहिँ त्यो जुन तारसँग कनेक्सन भएको लाइट पनि अफ भइदियो क्या। अनि त्यस्तो भइसकेपछि अलिकति भिड पनि आक्रोश भयो। त्यसपछि अब जिबपको आवाज सुन्ने कुरै भएन। अनि दर्शकहरू अलिकति बढी चाहिँ आक्रोशमा आएको देखियो। तर तथापि पनि हामीले एक खालको चाहिँ फेरि सेफ ल्यान्डिङ गरौँ भन्ने तरिकाले साउन्ड गर्न साउन्डको चाहिँ एम्प्लिफायर नै उडियो क्या। त्यस भएपछि अलिकति भिड नियन्त्रणभन्दा अलिकति बाहिर गएको। तर चाहिँ फेरि एकदमै दर्शकको फ्लो, दर्शकको उपस्थिति चाहिँ अथाह थियो होइन। चन्द्रौटा महोत्सवमा आयोजकका साथीहरूले पनि अहिलेसम्मकै चाहिँ सबैभन्दा सर्वाधिक उपस्थिति अनि प्लस बाहिर पनि गेटमा पनि टिकट काट्नको लागि हम्मे भइरहेको अवस्था थियो भन्ने चाहिँ जानकारीमा आएको छ। तथापि पनि एकदमै पछि फेरि हाम्रो सुरक्षाकर्मी साथीहरू, हाम्रो सेक्युरिटी साथीहरूले चाहिँ नियन्त्रणलाई चाहिँ भिडलाई चाहिँ नियन्त्रणमा लिनुभयो र त्यसपछि सहज रूपमा कार्यक्रम इन्डिङ भएको हो। अर्को कुरा चाहिँ अध्यक्ष हाम्रो चन्द्रौटा उद्योग वाणिज्य सङ्घका सर्दै अध्यक्ष ईश्वरी प्रसाद पाण्डेज्यू र सांस्कृतिक समितिका संयोजक नारायण भाटज्यू हुनुहुन्थ्यो। उहाँहरूको समन्वयमै विशेष गरी कलाकारलाई चाहिँ मैले चाहिँ समन्वय गरेको थिएँ। तथापि पनि एकदमै सौहार्दपूर्ण रूपमा अहिलेसम्म राम्रो भएको थियो। लास्टमा पनि त्यति धेरै त होइन, तथापि त्यो जुन मैले अघि नै रिजन भने त्यो कारणले गर्दाखेरि अलिकति चाहिँ
खास गरी साउन्डको तार चुड्यो र एम्प्लिफायर गयो, त्यो हिसाबले गर्दाखेरि अलिकति गाह्रो भयो, त्यति मात्रै हो। हवस् त दिपुजी, यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। कपिल वस्तु चनौटा महोत्सवको कुरो हो साथीहरू। यहाँ भिडलाई कन्ट्रोल गर्न सकेको छैन, एउटा कुर्ची र एउटा बार बाँकी छैन, साथै डेग मिसिनहरू केही बाँकी छैन साथीहरू, सब तोडफोड भइसकेछ। आज लास्ट दिन थियो, नेपाल प्रहरीले भगाएको छ साथीहरू। मान्छेहरू तिमीहरू साउन्ड सिस्टम चाहिँ जोगाउन त्यहाँ बस्न भुक्दैनौ, तिमीहरू छिरिसक्यो के छिर्ने जति छिर, अब माथि चाहिँ नआइदियो है, छिर्ने जति छिर, छिर्ने जति छिर। साउन्ड सिस्टम केही नगरे, साउन्ड सिस्टम जोगाऊ है, साउन्ड सिस्टम जोगाऊ। के नआति त के हुँदैन तेरो साउन्ड, मैले जिम्मेवारी, मेरो जिम्मेवारी मैले जिम्मा लिन्छु। आइज त्यहाँबाट आइज